हर्क साम्पाङ भनेको एकदम एउटा राम्रो मान्छे हो। उहाँ भनेको एउटा हाम्रो देशको गहना हो होइन। यति बेला हामीसँग हुनुहुन्छ रितु बस्नेत। रितुजी, यहाँलाई हार्दिक स्वागत छ। थ्याङ्क यू सो मच। तपाईँ केही समय अगाडि श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङको खुबै खुलेर समर्थन गर्नुभयो, चर्चामा पनि आउनुभयो होइन, जय माटो पनि भन्नुभयो। हजुर। किन यो त्यता चाहिँ बुझेर हो कि नबुझेर हो कि साँच्चैकै भित्र मनैदेखि हो कि बाहिर भनिदिएको मात्रै हो कि खास के हो त्यो चाहिँ? होइन, मैले चाहिँ मनैदेखि भनेको, म चाहिँ एउटा हाम्रो हर्क साम्पाङको फ्यान भएको कारणले चाहिँ म चाहिँ माटोको विषयमा बोलेको। र म चाहिँ एउटा पाहाडको मान्छे, माटोमा हुर्केँ, माटोमा जन्मेँ, माटोमा खेलेँ, एउटा त्यो भएको कारणले चाहिँ म चाहिँ हर्क साम्पाङको सपोर्टमा बोलेको। किन, कुन कुराले चाहिँ मन छोयो तपाईँको? हर्क साम्पाङले के त्यस्तो काम गर्नुभएको र तपाईँको मन छोयो? मलाई चाहिँ हर्क साम्पाङले धेरै काम गर्नुभएको छ। त्यो जस्तै अब त्यो बाढी पहिरो गएका हुन्छ नि त्यस्तैसम्म, अनि त्यस्तो राम्रो काम गर्नुभएको हुन्छ। जस्तै अब यता पशुपति पनि मैले अस्ति देखेको थिएँ, त्यो पुरै त्यो फोहोर मैला पुरै त्यो सरसफाइ गरेको देखेको थिएँ होइन। उहाँ चाहिँ एउटा राम्रो मान्छे हो, राम्रो काम गर्नुभएको हुन्छ, मलाई राम्रो लाग्छ उहाँ चाहिँ। त्यही भएर चाहिँ हजुर, काम गरेको थाहा छ तपाईँलाई? हर्क साम्पाङले के गर्नुभयो थाहा छ? उहाँले उहाँको भिडियो त म पहिले हेर्थेँ कि उहाँले चाहिँ एउटा कहाँ धरानमा चाहिँ होइन एउटा उहाँले खतरा एउटा पार्क पनि बनाउनु भएको छ होइन। त्यो पार्क त्यो चाहिँ मैले भिडियोमा हेरेको थिएँ, तर म गएको छैन। हजुर खानेपानीको व्यवस्था हजुर यो 42 किलोमिटर टाढाबाट चाहिँ अन्ठाने दिनमा खानेपानी ल्याउनु भएको छ। त्यही कामहरू हेर्नु भएको छ। हजुर। तर तपाईँले फेरि बालेनको चाहिँ विरोध गर्नुभयो हो? होइन, मैले बालन शाहको मैले चाहिँ विरोध गरेको छैन। यस्तो हुन्छ नि त अब चाहिँ जस्तै के हर्क साम्पाङ र बालेनको कम्पेयर गर्ने हो भने चाहिँ कसलाई रोज्नुहुन्छ भन्यो भने चाहिँ हर्क साम्पाङ रोज्छु भन्नु खोज्नु भएको हो? त्यसो भए म चाहिँ दुई जग्गा कुरा गर्दिनँ, म एउटै कुरा गर्छु। म चाहिँ हर्कलाई नै रोज्छु। म चाहिँ हर्कलाई नै हामी हर्कलाई भिडियो पनि देखाइदिन्छौँ। देखाइदिनु। मैले उहाँको विषयमा मैले धेरै पनि मैले भिडियो पनि बनाएर हालेको थिएँ होइन, मेरो पहिलाको आइडीमा। अनि मेरो आइडी उड्यो, त्यसपछि मैले चाहिँ अब हर्क साम्पाङको विषयमा बोलेँ भनेर मान्छेले चाहिँ एआईबाट पनि फोटो जोडेर बनाइदिएको थिएँ होइन। अनि त्यसपछि बनाएपछि मैले अब अरूले मेरो चाहिँ कमेन्टमा मैले चाहिँ हर्क साम्पाङको के अरे विषयमा बोलेको चाहिँ भिडियोमा चाहिँ मैले हालेको थिएँ होइन। वो भिडियोमा चाहिँ उहाँसँग चाहिँ जोडेर चाहिँ एआईबाट फोटो चाहिँ कोहीले चाहिँ हालेको थियो मेरो कमेन्टमा होइन। त्यही फोटो चाहिँ मैले मेरो फेसबुकमा सेयर गर्दाखेरि मलाई धेरै गाली पनि आएको थियो, मेरो न्युज पनि आएको थियो, मलाई कारबाही हुनुपर्छ अरे। कतिले तपाईँलाई धम्की पनि दियो अरे हो? म दिएँ धम्की, म डराएन। त्यो धम्कीमा किन डराउनु? मैले कुनै बस्नेत भएर राईको समर्थन गर्छस् भन्यो अरे हो? भन्नेले भन्छ दाइ, म कसै कुरा सुन्दिनँ क्या। अब भने भन्दैमा के मैले त्यो के बोल्न छोड्नु त, मैले भिडियोहरू हाल्न छोड्नु त? किन डराउनु? के राई, के बस्नेत, के कार्की, के बाहुन, के छेत्री, के दलित, के मधेसी, अनि सबै एउटै त नि जात, सबै एउटै एउटै हो। समर्थन गर्न पाइँदैन त? पाइन्छ। किन तपाईँले धम्की दियो? कसले दियो धम्की चाहिँ तपाईँलाई? धम्की त मलाई चाहिँ अब धेरै मेरो कमेन्ट पनि के अरे त्यो इनबक्समा मेसेज गरेर थिएँ त, हर्क साम्पाङ कि जोइ गरेर यस्तो उस्तो अरे, तँलाई हर्क साम्पाङले पैसा दिए होला गरी भनेर चाहिँ मलाई धेरै मलाई मेसेज पनि आएको थियो होइन। ट्रोल बनाए? ट्रोल पनि बनाएको थियो मलाई चाहिँ। हुन त ट्रोल बनाउँदैमा मलाई पनि केही पनि फरक परेन, आफू नै उ गर्ने होइन। म त खुसी भएको थिएँ मलाई ट्रोल बनाउँदैमा, मलाई रोस्ट हान्दैमा। जस्तै अब हर्क साम्पाङ जस्तो, हर्क साम्पाङ सर जस्तो मान्छेसँग एआईबाट फोटो जोड्दा त मलाई खुसी लागिरहेको थियो नि त होइन। तपाईँलाई मात्रै होइन, शर्मिला वाइबा तपाईँको साथी है, मेरो दिदी, उहाँ चाहिँ उहाँसँग जोडेर हर्क साम्पाङलाई ट्रोल बनाए। हर्क साम्पाङको समर्थक त शर्मिला वाइबा र रितु बस्नेत रहेछ, कलौटीहरू रहेछ भनेर भने। त्यसमा चाहिँ कलौटी नजोड्नु है। होइन भने भनेको नि, भने होला त्यो मलाई चाहिँ भने, म तपाईँसँग जोडेको होइन। अब यसपालि भोट दिनुभयो त नि? मैले दिएँ। माटोमा हाल्नुभयो? हालेको। हजुर। समानुपातिक र प्रत्यक्षमा दुवैमा? मैले माटोमा हालेको। मैले कहिले पनि अब जस्तै म यत्रो बजारमा देखेँ होइन, मैले भोट पनि हालेको थिएन, बट मैले चाहिँ माटोमा भोट हाल्छु नि भनेको थिएँ, तर मैले हालेको पनि। हाल्नुभयो? हजुर, कन्फर्म भयो नि त? हो। तपाईँ कलाकार मान्छे होइन, म्युजिक भिडियोमा काम गर्नुहुन्छ, तर राजनीतितिर चाहिँ किन फेरि ढल्किनुभयो तपाईँ? होइन यस्तो दाइ, म चाहिँ त्यो राजनीतितिर म ढल्केको होइन। जस्तै मैले चाहिँ अब
आफूले चाहिँ अब मनदेखि अब जो मान्छेलाई म सपोर्ट गर्छु जो मान्छेलाई म राम्रो लाग्छ उहाँको विषयमा बोल्दा चाहिँ केही पनि हुँदैन मलाई अन्त खासै मलाई यो राजनीतिको विषयमा मलाई बोल्नु पनि आउँदैन मलाई राजनीतिक विषयमा पढेको पनि छैन होइन जस्तै मेरो मनमा लागेको कुराहरू चाहिँ मैले बोलेको त्यही हो आज मनैदेखि भन्ने जस्तो हर्कसम्म कस्तो मान्छे हर्क साम्पाङ भनेको एकदम एउटा राम्रो मान्छे हो उहाँ भनेको एउटा हाम्रो देशको गहना हो होइन गहना हो उहाँ चाहिँ धेरैले त हर्कसम्म त पागल हो यो त धेरै बोल्छ भन्छन् त उहाँले चाहिँ यस्तो हो उहाँले चाहिँ गलत बोल्नु भएको हुँदैन उहाँ चाहिँ सही बोल्नु भएको हुन्छ अब राम्रो मान्छेलाई पागल भन्छ भने भनेर राख्नु उहाँ चाहिँ राम्रो काम गर्नुभएको छ तपाईँको राइट दाजुभाइलाई पनि पागलै भन्थे होइन प्लेन यो समाजै यस्तै हो जसले सुन्नु न उडाउँछु भन्दाखेरि राइट दाजुभाइले पागल भन्थे पछि तपाईँको उनीहरू 211 पटकसम्म विफल भयो यिनीहरू पागलै भने दुनियाँले 212 पटकमा सक्सेस भएर प्लेन उडायो अहिले हामी संसारको एउटा कुनादेखि अर्को कुना जान सक्छौँ उतै पागलपनले गर्दाखेरि चाहिँ केही काम गर्नलाई पागलै हुनुपर्ने रहेछ नि त पर्छ हो हुनैपर्छ दाइ अब यस्तो हाम्रो चाहिँ अब देशमा के छ होइन जो मान्छेले राम्रो काम गरेछ नि त्यसलाई चाहिँ अब मान्छेले छिचेर थुथु भन्छ होइन मान्छेले गाली गर्छ नाना थरी भन्छ अब जो मान्छेले नराम्रो काम गर्छ उसैलाई राम्रो भन्छ मान्छेहरू चाहिँ मैले धेरै देखेको छु क्या तपाईँलाई पनि त भन्छन् मलाई भन्छन् जस्तै मैले चाहिँ अब होइन कोहीसँग अब जस्तो जिस्केर एउटा कन्टेन्ट भिडियो हाल्यो भने मैले चाहिँ मलाई कति गाली आउँछ मलाई कति मान्छे गति छाड आएर यस्तो उस्तो भन्छन् तर गति छाडा कस्तोलाई भन्छन् म चाहिँ रोडमा त नाङ्गै दौडेको छैन लुगा लगाएको छु मैले होइन आफ्नो काम गरेर खाएको छु किन मेरो खुट्टा तान्नु पऱ्यो म भन्छु क्या दर्शकहरूलाई चाहिँ के सकिन्छ भने आफ्नो काम गरेर खानु छ होइन तर दुनियाँको चाहिँ चियो चाचो गर्ने खुट्टा तान्ने गाली गर्ने काम चाहिँ नगर्नु होला भन्छु म चाहिँ मैले यहीँनिर जोडेँ तपाईँ राजनीतिक चेत पनि छ तपाईँसँग कलाकारिता पनि गर्नुहुन्छ म्युजिक पनि खेल्नु भएको छ तर कहिलेकाहीँ तपाईँहरू एकदमै उशृङ्खल बन्नुहुन्छ क्या किन त्यसरी यो उशृङ्खल बन्नु पर्यो तपाईँलाई चर्चा पाउनकै निम्ति हो कि कन्टेन्टको लागि हो कि समाजले हेर्दा त त्यो अलिकति नपस्ने खालकै तपाईँको यो क्रियाकलापहरू गरेको पनि देखिन्छ नि किन त्यसो गर्नु परेको के गरेँ मैले भन्नुहोस् त होइन के भिडियोहरू देखिन्छ नि त अनि त्यो दाइ यसो हुनु है एउटा भिडियो बनाउँदैमा अब मान्छेले त्यसमा जज गर्छ भने गरेर आएकोस् क्या होइन एउटा थुप्रै भिडियो बन्छन् प्र्याङ्कको नाममा कहिले केको नाममा त्यो त एउटा त्यो त अब यस्तो मलाई बोलाउँछन् होइन मलाई थाहा नदिएर प्र्याङ्क गर्छन् होइन त्यो त हामी मिलेर बनाएको होइन नि त्यो भिडियोहरू थाहा नदिएरै गर्छन् त म के गरौँ त समाजमा विकृति ल्याउने प्र्याङ्क समाजमा प्र्याङ्कको नाममा समाजमा विकृति ल्याइरहेको छ यहाँनिर होइन समाजमा त्यो विकृति के अरे सही मेसेज दिने छ भने प्र्याङ्क ठिक छ गलत अर्थ दिने अश्लीलता देखाउने हो भने किन तपाईँहरू आपत्ति जनाउनुहुन्न यो यस्तो प्र्याङ्क नगर्नु त्यस्तो प्र्याङ्क मैले के गरेछु ल भन्दा त्यस्तो मैले नराम्रो केही बोलेछु त्यस्तो प्र्याङ्कहरूमा के गरेको छु नराम्रो बोलेको छु त भन्नु त भन्नु न कता कता डाँडामा जाने डाँडामा त अब गलत मेसेज हेर्दा चाहिँ गलत मेसेज होइन त्यो यस्तो बुझ्छ अब मान्छेले बुझ्ने अब कुन हिसाबले बुझ्छ मलाई थाहा भएन होइन तर त्यसमा चाहिँ नराम्रो चाहिँ केही पनि भएको त्यसमा चाहिँ अब त्यस्तै घटनाहरू घटेको भएर चाहिँ त्यस्तो चाहिँ हामी चाहिँ त्यस्तो प्र्याङ्क चाहिँ उहाँले गर्नुहुन्छ हामीसँग होइन तर अब हामी चाहिँ जानी मिलेर त्यस्तो गरेको हुँदैनौँ क्या त्यस्तो प्र्याङ्कहरू अनि एकपटक तपाईँको त्यसरी पर्नुहुन्छ त फर्स्ट हुन्छ पटक पटक देखिन्छ तपाईँको पटक पर्दा त दाइ देखिहाल्छ नि त अब साथीहरू भेट्न बोलाउँछ नि अब क्यामेरा ठहराउनु थाहा हुँदैन है कहाँबाट कसरी खिच्नु हामीलाई थाहा हुँदैन अब उहाँले हामीलाई सोध्ने अनि अनुमति बिना त भिडियो गर्नु पाइँदैन भन्ने कानुनले वर्जित गरेको छ त त्यसो आपत्ति तपाईँ सहमति हुनुहुन्न भने तपाईँको विमति छ भने त्यो त तपाईँको सम्बन्धित ठाउँमा गएर भन्न सक्नुहुन्छ नि त मैले त्यही त दाइ अब त्यो थाहा हुँदैन नि त त्यो अगाडि अब हामी मेरो थाहा नभइकन फल्लाले मेरो मान मर्दन चाहिँ हुने गरी भिडियो खिच्यो भनेर पनि त भन्न सक्नुहुन्छ अब त मेरो साथी म किन भन्ने त अनि भनेपछि तपाईँको यो सहमतिमै खिचेको मिलेरै खिचेको भन्ने त्यो मिलेर खिचे होइन सुरु त्यो मिलेर खिच्दैन नि त प्र्याङ्क भिडियोहरू एक्कासी खिचिन्छ नि त थाहा कसरी थाहा हुँदैन म कतिचोटि म तर्सिरहेको छु हिजो पनि मलाई एकजना दिदीले मलाई पुरा त्यो के अरे म यस्तो यस्तोको म के अरे गर्लफ्रेन्ड हुँ यस्तो यस्तो भनेर पुरै मलाई हिजो पुरा प्र्याङ्क गर्नुभएको थियो मलाई थाहा थिएन त प्र्याङ्क हो भनेर अनि पछि चाहिँ उसलाई चाहिँ मैले गाली गरेँ होइन अनि गाली गरेपछि मलाई फोन आयो म हो क्या ललिता दिदी किन त्यस्तो भनेको भन्दै हुनुहुन्थ्यो अनि त्यो मान्छेले कहिले त्यस्तो प्र्याङ्क गर्छ कि दाइ मान्छे थाहै हुँदैन है त्यस्तो पनि हुन्छ म पनि हिजो त्यो पुरै प्र्याङ्कमा परिरहेको छु प्र्याङ्क मात्रै होइन कतिपय यो सुटिङ म्युजिक भिडियो सुटिङमा जाँदाखेरि पनि उशृङ्खलाको खालको भिडियोहरू उर्सिङ खालाको भिडियो मैले के बनाएको छु त्यस्तो त्यो त दाइसँग भिडियो बनाउँदैमा हेलो आई भन्दैमा त्यस्तो दाइसँग त्यो अब हुन्छ नि त त्यो जिस्किँदैमा भिडियो बनाउँदैमा नराम्रो भन्ने के छ क्या तेजेन्द्र दाइ कति त्यस्तो भिडियो देखिन्छ दाइसँग तपाईँले के भिडियो दिनु होला भन्नु त मेरो चाहिँ
होइन सुटिङमा थुप्रै के सुटिङमा अब यसो एउटा चाहिँ दाइ कता कता हिर्काएको के गरेको यस्तो हो कि दाइ त्यहाँ के भयो भनेपछि होइन त्यो सुटिङमा लड्के हजुरले त्यो कुरा निकालिहाल्नु भयो लट्ठीले हिर्काएको भन्नुभयो नि यस्तो भयो त्यहाँ चाहिँ सुटिङमा के भयो भनेपछि दाइ मसँग चल्न भएको थियो मैले दाइको ससमा भाँच्दिएँ होइन भाँच्दाखेरि अब त्यहाँ मैले कहिलेकाहीँ त अब 1-2 टेक खाइन्छ नि त होइन सुटिङमा होइन अनि त्यसपछि त्यो अब 1-2 टेक खाइ भनेर चाहिँ दाइले त्यो मलाई लट्ठीले घोच्नु भएको होइन त्यहाँ मैले चाहिँ चस्मा फुटाले पनि रिस थियो दाइलाई त्यो घोच्नु भएको त्यही हो त्यो जान कसैले घोच्दैन क्या अनि त्यो घोच्नु पर्दा म के गरौँ त म मरौँ त अब तपाईँले रिसले फेरि आक्रमण गर्नु हिर्काउनु भयो रिसले मैले दाइले हानिदिएको छु त्यो लट्ठीले हानिदिएको छु मैले दाइलाई त्यही हो तर कतिपय चाहिँ के भन्छ भने ऋतु बस्नेतले हरकत गर्यो भाइरल बन्नको लागि दुनियाँ गर्यो यो चाहिँ जहिले विकृति ल्यायो भनेर कुरा काट्छन् के तपाईँलाई सुन्नु न तपाईँ यति राम्री हुनुहुन्छ जिउ ज्यान सलक्क मिलेको बोलीचाली हाउभाउ सबै राम्रो छ तर भिडियोमा चाहिँ फेरि ऋतुले विकृति ल्याउने गर्यो अश्लीलता झल्कायो गर्यो त्यहाँ गर्यो भन्ने कुरा काट्छन् क्या किन सुन्नु दाइ मैले चाहिँ कुनै पनि मैले विकृति हो कि के अरे विकृति हो होइन मैले फैलाएको छैन होइन मेरो काम भनेको एउटा भिडियो बनाउनु भन्नेले दाइ अब यसो मान्छेले चाहिँ अब रियल लाइफ र होइन त्यो जस्तै अब क्यामेरा अगाडि देख्ने र देख्नेहरूले र रियल लाइफमा देख्ने धेरैमा फरक छ होइन जस्तै मान्छेले मलाई जज गर्छ यो कति छाडा छ यो कति गति छाडा छ भन्छन् होइन तर म रियल लाइफमा त्यस्तो छैन क्या म सोझो छु म इनोसेन्ट छु होइन म त्यसरी कोहीसँग बोल्दा पनि बोल्दिनँ म आफ्नो काम गर्छु खान्छु आफ्नो काम फोकस गर्ने आफ्नो बाटो हिँड्ने त्यही हो अब यस्तो मिडियाहरूमा जस्तै मान्छेले सोधे त्यो त अब दिनु पर्यो नि त जवाफ दिनु परेन तर चाहिँ मान्छे चाहिँ मलाई भिडियोमा जज गर्छन् क्या दाइ त्यसो भन्दा पनि जुन केटा देख्यो उसँग लपक्क टालिहाल्ने उसँग त्यस्तै खालको भिडियो बनाइहाल्ने यो नगरेको हुन्थ्यो भन्ने देखियो मैले चाहिँ कुनै केटासँग मैले लपक्कै पनि भएको छैन र मलाई हुनु पनि छैन मलाई रियल लाइफमा हुनु भएको छैन म रियल लाइफ भएको छैन मेरो कुरा सुन्नु नि दाइ तपाईँ चाहिँ यार भिडियो चाहिँ त्यसरी बनाउनुहुन्छ भन्ने कुरा भिडियोलाई सुन्नु एउटा मैले भने सुटिङमा त एउटा कलाकार भइसकेपछि सबैसँग जोडेर काम गर्न पाइन्छ होइन पाइन्छ र एउटा कुरा चाहिँ इक्जाम्पल एउटा कुरा कलर दाइसँग भिडियो बनाउँदैमा त्यो दाइसँग म लपक्कै भएको छैन बुझ्नुभयो कि नै मान्छेहरू बिग फ्यान भन्छन् भिडियो बनाउँछन् ओके म बनाइदिन्छु तर ममा त्यस्तो एटिट्युड छैन नि त फेरि अरू सबै भाउ खाने गर्ने त्यो मर्का मार्ने ममा त्यस्तो छैन क्या दाइ बुझ्नुभयो कि नै मान्छेले मलाई जसरी मलाई जज गर्छन् मलाई मतलब होइन कि तर म आफ्नो ठाउँमा सही छु मलाई त्यही खुसी लाग्छ मैले कसैलाई पनि बिगारिदिएको छैन मान्छे ऋतु बस्ने फ्रेन्डली भएकै कारणले मान्छे यसो भनेका हुन् तर अब जस्तै हुन्छ नि अब आफ्नो ठाउँमा भन्छ नि अब एटिट्युड भयो यति भएको भए अनि मान्छेले जज गर्दाखेरि यो त यस्तो छ उस्तो छ भनेर जो मलाई भेट्ने मान्छे छ नि त्यसले मलाई मात्रै बुझ्छ क्या ऋतु भिडियो भन्दा पनि रियल लाइफमा धेरै फरक छ भनेर मलाई चिन्छ मान्छेहरूले हजुर भन्नु मलाई मेरो धेरै नजिक साथीहरूले मलाई कतिले भन्छ तिमी चाहिँ अब भिडियोमा अब यस्तो तिमी छुच्ची देखिन्छ तर रियल लाइफमा तिमी त्यस्तो छैन भन्छ मलाई मान्छेहरूले बुझ्नुभयो कि नै दुनियाँले त भन्ने त भन्छ तँ यस्तो तँ उस्तो तँ यस्तै फटारे गति छाडा यस्तो भिडियो ल्याउने बनाउने भन्छ अनि तिनीहरूले भिडियो मलाई गाली गर्दैमा अनि मैले भिडियो नबनाउने म चाहिँ कहीँ नजाने हुन्छ र मेरो लाइफ मेरो चोइस म आफ्नो तरिकाले जिउँछु म आफ्नो तरिकाले भिडियो बनाउँछु होइन भन्ने गर्छ मलाई मतलब छैन तर थिएटर पनि त हुनु भएन अर्काको सुझाव सल्लाह पनि मान्नु पर्यो कहिलेकाहीँ त दाइ दुनियाँको कुरा सुनेर काम छ नि आफ्नो मात्र कुरा सुन्नु यहाँ दुनियाँको कुरा सुनेर काम छ नि बुझ्नुभयो कि नै के दुनियाँले के हामीलाई खाना लाउनु दिने हो र दिन्छ दिँदैन नि त त्यही भएर चाहिँ म कसै कुरा सुन्दिनँ आफ्नो काम गर्ने खाने त्यही हो र सही बाटो मिल्ने मान्छे सामाजिक प्राणी हो समाजमा बस्नुपर्छ समाजको कुरा पनि सुन्नुपर्छ अब यस्तो ल ठिक छ समाजले पनि अब भनेको कुराहरू सुन्नुपर्छ मैले माने तर त्यहाँनिर चाहिँ अब उहाँलाई अब जस्तै अब कुन कुरामा शिक्षा बुझ्दैन बरु उहाँले सम्झाउने हो नि त हामीलाई तिमी यस्तो नगर यस्तो गर्नुपर्छ एउटा छोरी मान्छे भइसकेपछि उहाँले सम्झाउने हो अब सम्झाउने ठाउँमा हामीलाई उल्टै गाली गरेपछि त अनि के हामी झन् रिस उठ्दैन अनि तिमी भन्ने कुरा हामीले मान्छौँ त यो कुरो धेरै जोडिन मैले भर्खरै तपाईँलाई मैले यो अनामनगरमा सुकुम्बासी बस्तीमा डोजर लगाउँदै गरेको ठाउँमा देखिरहेको थिएँ हजुर त्यहाँ के भिडियो खिच्न जानुभएको थियो कि किन जानुभएको थियो होइन म चाहिँ त्यहाँ म अघि चाहिँ बिहान अनामनगरमा आएको थिएँ कि अनि त्यहाँ चाहिँ अब त्यहाँ अनामनगर त्यहाँनिर एउटा ठुलो घरमा चाहिँ के अरे त्यो डोजर के चलाउँदैछ भनेर चाहिँ म चाहिँ हेर्न गएको थिएँ हजुर कस्तो लाग्यो त यो काम चाहिँ अब अहिलेको सरकारले गरिरहेको छ होइन
तपाईँको विचारमा के बुझ्नुभयो तपाईँले, कस्तो लागिरहेछ त? ठिकै हो, अब म के भनौँ त। ठिकै हो, तर सरकारले गरेको काममा केही हुकुमबासी भए पनि होइन, जो वास्तविक हुकुमबासी छ उनीहरू त बिचल्ली परे होइन। यो सरकारको काम गर्ने शैली भएन। पहिला व्यवस्थापन गरेर अनि उठाउनु पर्थ्यो, भत्काउनु पर्थ्यो। अनि पहिला उठाएर व्यवस्थापन गर्दा चाहिँ कैयौँ सुत्केरी महिला बालबालिका वृद्ध चाहिँ बिचल्लीमा परे भन्ने गुनासोमा आइरहेको छ नि त। तपाईँ के भन्नुहुन्छ यो विषयमा चाहिँ? मलाई विषय खासै थाहा छैन। होइन, थुप्रै भिडियोहरू आइरहेको थियो नि त तपाईँको, के अरे कोही वृद्धहरू थिए, कोही त्यस्तो नगर्नु पर्ने हो। केटाकेटीहरू पनि थिए, कोही मरेका छन्, केटाकेटी कहाँ जान्छन्, ती वृद्ध कहाँ जान्छन्, कोठा पाएन अरे, मन्दिरमा काट्दैछ अरे सुकुम्बासीहरूले। कि पहिला अब सुकुम्बासीहरूलाई त्यही त सुकुम्बासीहरूलाई अब कोठा सोटा खोजिदिएर है ती अब आफू भन्छ नि अब खाने बास त्यो गरिदिएको भए बरु भत्काएको कुरा थियो कि अब दाइ मैले कुरामा खासै मलाई बोलाउँदैन। तर के अरे माथि सुकुम्बासीको लागि कता अपार्टमेन्ट बनाएको छ अरे, त्यहाँ फ्ल्याट दिन्छ अरे, त्यहाँ बस्छ अरे, त्यहाँ बस्न जाऊ भनेको पनि अरे, तर मानेनन् अरे भन्ने कुरोमा आयो होइन। हजुर, त्यो हो, तपाईँले सुन्नु भएको छ? त्यो चाहिँ मैले त्यो भिडियो हेरेँ होइन दाइ। ए हजुर, अब त्यो कुरो नि सत्य हो भने पनि अब त्यहाँ अपार्टमेन्टमा लगेर राखिदियो, अब कतै कोठा मात्रै दिएर अब त्यहाँ गएर के गरी खाने, त्यही त अब त्यहाँ सबै खाना घाँस सबै दिन पर्यो नि त, राखेर मात्रै हुँदैन नि त। माथि चाहिँ शिवपुरी डाँडातिर अथवा कतै नगरकोटतिर अपार्टमेन्ट बनाएर राखिदियो अरे, बसेर त दियो। अब त्यहाँबाट 10,000को जागिर खानु न्युरोड आउनु भ्याउँछ त भ्याउँदैन नि? भ्याउँदैन नि, लास गाह्रो भयो नि त। बरु यतातिर दिएको हुन्थ्यो है, मिलाउनु पर्यो नि, मिलाउनु पर्यो, दिएर हुँदैन नि। काम गर्ने ठाउँ नि त बनाइदिनु पर्यो नजिकै। भनेपछि बालन सरकारको काम तपाईँले चित्त बुझेको छ? खै के भन्नु दाइ, आफ्नो मनको कुरा भन्नु न, तपाईँको सोच्दिनुहोस् न, तपाईँले जे लाग्छ त्यो अब म यस्तो हुन्छ भत्काएको ठाउँ पनि हेर्नुभयो होइन? मैले हेरेँ होइन, तर थुप्रै भत्काइराखेका छन्। त्यो पनि एउटा नराम्रो काम हो दाइ है। त्यसोमा भत्काउनु पर्ने, अब त्यो घरमा लाल पूर्जा छ गरे थाहा हुँदा त खै के मलाई खासै त मलाई आउँदैन, म बादमा तान्दैन दाइ। बिउमा आउँदैन, किन बिउ आउनु पर्यो र भएको कुरो? तर यस्तो देख्दा चाहिँ अब मैले पनि देखिरहेको थिएँ पोखरामा पुरै सुकुम्बासीहरूका पुरै घर भत्काएका है, कति आमाहरू कति रोडमा रोका कति देखा। तर त्यसमा चाहिँ मेरो मन दुखिरहेको थिएन। तर खासै मलाई त्यो चाहिँ राम्रो लागेन क्या, लागेन। अब बालेन्साले गर्दा रुपैयाँबाट छ नि त्यो भन्सारमा सामानै ल्याउनु दिँदैनन् के अन्त नि शैलीको पनि कर लाग्ने कर लाग्ने भएको छ उहाँ हाम्रो रुपैयाँमा। अस्ति म चाहिँ रुपैयाँ जाने भनेर चाहिँ म रेडी भएको थिएन। त्यो के भने रुपैयाँ नजाऊ अरे, अब बालेन सरकारको उसले गरे अब केही पनि ल्याउनु दिँदैन भन्ने क्या, रुपैयाँबाट सामान भन्सारबाट जानै दिँदो रहेछ। अब नि ऋतुजी नि हुन त यो कुरोमा तपाईँलाई त्यति मलाई त्यति थाहा छैन दाइ, त्यति ज्ञान छैन क्या। यथार्थ कुरो नि तपाईँले यसो अनुमान गर्नु, तपाईँले नि बालन सरकारमा त होइन, योभन्दा अगाडिको सरकारहरू पनि 2-4वटा सरकार त तपाईँले भोगिसक्नु भएको छ नि त होइन? केपी ओलीको सरकार भोग्नुभयो, प्रचण्डको भोग्नुभयो, अनि अरूको पनि भोग्नु भएको छ। अब यो भोगिरहँदा चाहिँ के छ भन्दा नि अब अहिले महँगी अचाक्लै बढेको छ होइन? यो महँगी बढ्नु कारण तपाईँको इरान र अमेरिकाको युद्ध भन्ने पनि त्यो होला एक ठाउँमा। तर जस्तै अहिले पेट्रोलमा कति महँगी बढाएको छ, खाद्यान्नमा महँगी बढाएको छ, सब महँगो भएको छ बढाएको छ, र पनि सबै चुपचाप छन्, कसैले विरोध गर्दैन। योभन्दा अगाडिको सरकारले अथवा योभन्दा अगाडिको सरकारको पालामा महँगी बढ्दा चाहिँ नारा जुलुस लगाएको थिए, अहिलेको त नारा जुलुस गर्दैन, किन होला? खै त्यो त अब बालेन साग ऊ होला नि त, सबैहरू अब आफ्नो अर्डरमा होला नि बालेन साग, त्यही भएर चाहिँ चुपचाप छन्। अहिले थाहा छ कति महँगो छ भने सिलिन्डर, मेरो त आउनु जानु मात्रै 20,000 लागेको जानु। तपाईँलाई थाहा होला हामीले 1 लिटर पेट्रोल किन्दाखेरि सरकारलाई करिब 63-64 रुपियाँ जति चाहिँ सरकारलाई कर तिर्नुपर्छ 1 लिटरमा। 10 लिटर हामीले पेट्रोल मोटर बाइकमा हाल्नु भने 10 × 64 जति चाहिँ सरकारलाई कर तिर्नुपर्छ हामीले होइन? त्यो कर मात्रै पनि तपाईँको सहुलियत गरिदियो भन्दा हामी स्वस्थ हुन्थ्यो नि, किन गर्न सक्दैन यो सरकारले? यत्रो महँगी पर्दा पनि कर चाहिँ मरि कुचेर लिने होइन, सहुलियत नदिने, सब ठगर होला नि त, के भन्नु अब होइन? अब बालेन सरकारलाई एक प्रकारको तपाईँको जनताको साथ बालेन सरकारलाई सबैको सेवा गर्नुपर्छ, के भन्नु र जनताले बहुमत दिएकै हो होइन? हजुर। तर जसरी अहिले यो बस्तीहरू सुकुम्बासी बस्तीहरू उठाइराखेको छ, व्यवस्थापन नगरिकन सुकुम्बासी बस्ती उठाउनु हुँदैन भन्ने खोजेको होइन, उठाउनुपर्छ। तर
तर व्यवस्था मिलाएर व्यवस्थापन गरेर चाहिँ उठाएको राम्रो हुन्थ्यो होइन अहिले सबै विषयले पर राख्नु बिचार त्यो गरिराखेका छ जसरी तपाईँको त्यहाँभित्र रहेका गुम्बाहरू भत्किरहेका छन् मन्दिरहरू भत्किरहेका छन् स्कुलहरू भत्किरहेका छन् महँगी दिन गुणा रात चौगुणा बढिरहेका छ र पनि सबै नै तपाईँको भ्या मात्रै गर्छन् क्या सरकार भयो भन्दा पनि त त्यसो त भत्काउनु भएन नि त त्यसरी त ग्यासमा कति बढ्यो तपाईँको चामलमा कति बढ्यो होइन मूल्य नियन्त्रणको लागि केही पहलकदमी गरेको देखिँदैन यसको लागि चाहिँ के तपाईँ एउटा आम जनता हो नि त जनताले सोध्न पायो गुनासो गर्न पायो सरकार भनेको तपाईँको अभिभावकको तपाईँको केही गुनासो छैन गुनासो छ नि तर मलाई खासै विषय बोल्न आउँदैन कि तपाईँले भनिसकेँ नि त मैले सरकार भन्दा पनि सबै भत्काइदिनु भएन नि त विषयले पार्नु परेन पाइँदैन नि त सोकमवासीहरूलाई एउटा व्यवस्था बनाएर हुन्छ नि त अब ठाउँमा राखेर सरकारी जग्गा भन्छ सिंहदरबार पनि सरकारी जग्गामै हो तपाईँको प्रधानमन्त्री क्वार्टर पनि सरकारी जग्गामै हो अनि अरू पनि सरकारी जग्गामै हो जनता पनि सरकारकै हो होइन यो जग्गा सरकारको भने जनता पनि सरकारकै हो यसको दायित्व त लिनु पर्यो नि त सरकारले भन्ने मात्रै हो यो विषय बोल्न चाहनु भएन म चाहदिनँ अघि हर्का सम्पाको जोड्दै थियो कि सुरुमा हजुर हर्का सम्पाङले पश्चिम पुगेर दार्चुलामा झोलुङ्गे पुल बनाउँदैछ हजुर त्यहाँ पनि कतिले विरोध गरे होइन चन्दाका धन्दा गरे के भने होइन भन्नेले त अब त्यो पनि भन्छन् यो यहाँ मान्छेलाई रिस उठ्यो भने मन्दिरको भगवान्लाई पनि यस्तो के दाइ म भने नि अब जस्तै अब हुन त यहाँ हाम्रो पनि हर्का साम्पाङका दुश्मनहरू धेरै छन् होला उहाँले पुल बनाउँदैमा उहाँलाई चाहिँ अहिले गाली आएको छ भन्नुभयो होइन तर किन गाली गर्नेलाई भन्नु त अब होइन त्यही त मैले भने तपाईँको मान्छेले भनेको उसले सोचे जस्तो पुगेन भने मन्दिरमा रहेको भगवान्लाई पनि देवतालाई पनि गाली गर्छ क्या त्यो गाली त मान्छेको स्वभावै त्यस्तो हो क्या गाली गरिहाल्छ जस्तै बालेन्सालाई गाली गर्नु नि त उसले कति अब सुकामवासीलाई बिजुल पारे उसलाई गाली गर्नु नि त नि किन उसलाई गाली गर्ने त राम्रो काम गरेलाई चाहिँ त्यही भन्छु त म गाली गर्ने नराम्रो काम गर्नेलाई आहा भन्ने क्या तारिफ गर्ने त्यस्तो हुन्छन् मान्छेहरू अहिले श्रमदान चलिरहेछ क्या मैले जोड्न खोजेको म आउँदैन के त के श्रमदान भनेको त्यो श्रमदान चलिरहेछ क्या तपाईँको दार्चुलामा हर्का साम्पाङको त्यहाँ तपाईँ नजाने जाने नि जाने भनेको छु म पनि अस्ति टिमहरू तयार हुँदै थियो तपाईँले नाम टिपाउनु भएन म घर गएको थिएँ नि त अनि त्यति बेला ए त्यही भएर हो क्या अब अबरको टोलीमा तपाईँ टिममा जाने म जान्छु टिममा गएर म चाहिँ हाम्रो चाहिँ हर्का साम्पाङसँग म काम सघाउँछु उहाँलाई चाहिँ गएर जान्छु म तर मलाई एक्चुअली भेट्ने मन छ साँच्ची भनेको क्या अहिले काठमाडौँ आउँदै हुनुहुन्छ कहिले आउँदै हुनुहुन्छ अहिले यो अन्तर्वार्ता रेकर्ड गरेको समयमा हो ए मलाई भेटाउनु है मसँग भेट्छु पक्कै भेटेर हर्छ रहन्छ भेटेर के भन्नुहुन्छ मलाई भेटेर के गर्नु यस्तो हक गर्छु होइन म हजुरको ठुलो फ्यान हो हजुर लास्टै मनपर्छ भन्छु नि के भन्ने हो र अस्ति चुनावको बेला त हर्का शर्माले बिहेको प्रस्ताव राख्ने दिदीबहिनीहरू पनि देखिरहेको थियो क्या तपाईँ त त्यसो गर्नुहुन्न नि म त त्यस्तो गर्दिनँ दाइ मेरो जे छ नि कहाँ त्यस्तो गर्छु म त होइन उहाँले पनि जिस्केर भन्नुभएको हो होइन रियालिटीहरू त्यही पनि एउटा हाँसी मजाकमा त्यसै गर्नु भएको थियो कि मैले पनि यता हाम्रो चाहिँ हर्का साम्पाङको आइडी चाहिँ छ नि एउटा पेज क्या उठेको पनि मैले त्यो विचार कस्तो नराम्रो लगाइरहेको थियो भरे फिर्ता आएछ खुसी लाग्यो आइडी चाहिँ तपाईँको आइडी उड्यो अरे मेरो उड्यो नि त फेसबुक आइडी के भएर खै के गर्यो उडाइदियो होला नि दुश्मनहरू मान्छे उडाउने बेलामा तपाईँको फेसबुक उडाइदिएछ होइन मान्छे त कसले उडाउँछ र दाइ मलाई चाहिँ कसै सक्दैन ए ज्वाइँले त्यो त बनाएको छैन अहिले मैले सोचेको छैन जबसम्म आफ्नो खुट्टामा उभिएन तबसम्म हुन त अहिलेसम्म पनि आफ्नो खुट्टामा उभिरहेको छु कि तब पनि अब त्यही त अब आफ्नो मेरो अब धेरै हरेक सपनाहरू छ होइन त्यसपछि अब के सोचौँला पछि यसो अब ज्वाइँहरूको बारेमा अहिले चाहिँ नसोचौँ हुन्छ यहाँले समय दिनुभयो आफ्नो विचार राख्नुभयो यहाँलाई धेरै धेरै धन्यवाद so much.